हेलो एभ्रिवान, नमस्ते। फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो ब्लगको नयाँ एपिसोडमा। आज चाहिँ हामी किमा नुडल्स र लाफिङ खान गइरहेकी छौं। यहाँ मलाई बस्दा झ्याउ लागेर मैले स्याउ, जुनार, मेरो मुस्ली सब थोक खाइसके। त्यही पनि स्टिल मलाई भोक लागिरहेछ, त्यही भएर अब खान जान लागेको। यता मेरो बुढा काम गर्नु हुँदैछ। पैसा माग्दैछु, छिटो पैसा दिन भनेको। दिन त्यसपछि जाने हो। कस्तो देखिरहेछ हौ, म त गर्मी भइरहेछ, यत्रो हावा चलिरहेछ। त्यही यस्तै छ हौ साथीहरू, यो हाइपर पिगमेन्टेसनले गरेर नि अघि भर्खर नआएको मैले गर्मीले पुरै पसिना भइसक्यो। फेरि यहाँनिर यो घाँटी कालो भएर ए भगवान् के गर्ने होला। हाइनेक लाएर हिँड्नुपर्ने बेला भएको छ। थ्याङ्क यू भेरी मच। तपाईँ के खाने? उहाँले खानु हुँदैन किमा नुडल्स, लाफिङ यस्तो चिजहरू खानु हुँदैन। लास्टै घाम लाग्यो, भर्खर घाम लागेको थियो नि, छाता लिनु पर्दैन भनेको त। आकाश कति राम्रो देखिरहेछ। चस्मा लिन पठाएको बहिनीलाई। आँखाको चस्मा देखिँदैन नि त मेरो। चस्मा लाग्यो होइन, आकाश कति राम्रो देखेछ आज। ए मेरो रियल फेस। हेलो, रियल फेस देखाएको मैले यहाँ। ला घाम पो लाग्यो, भर्खर घाम लागेको थिएन यार। लु साथीहरू, हामी जाँदैछौँ किमा नुडल्स खानलाई। किमा नुडल्स लाफिङ खानलाई। किमा नुडल्स खाना हिँडेको, कहाँदेखि कहाँ पुगेर यहाँ चाउमिन खाँदैछौँ। Okay, first. यतातिरको एक प्लेट, उता काठमाडौँतिरको हाफ प्लेट जस्तो देखिन्छ। अझ खान्छस् कि ट्राई गर्ने? यहाँको फोन मन पर्दैन मलाई कन्ड। ल यही हो किमा नुडल्स, पफ किमा नुडल्स हामी खाना आएको। लेट साथै खाना आँटेको गाइस। टेस्ट गर त। बुझ्यो